हेलो गाइज, गुड मर्निङ माई युट्युब च्यानल। अहिले हामी आगराको एक ऐतिहासिक स्थल मध्ये आगरा किल्लामा छौँ। क्यामेरामा कैद भएको दृश्यहरूमध्ये हजुरहरूलाई देखाउने प्रयास गर्नेछौँ। लेट्स गो। अब हामी मेन द्वारबाट भित्र प्रवेश गर्नेछौँ। तर यहाँ त बाहिरको मान्छेहरू पनि आउँदो रहेछ हौ, टुरिस्टहरू, बाहिर कुरीहरू पनि छ त, के हो? अब यहाँदेखि चेक हुन्छ होला। अब इन्ट्री टिकट पनि चेक हुन्छ होला यसमा त, होइन केटा? तर बनाउनु त बनाएको कि त्यति बेलाको मान्छेहरू बहुत बुद्धिजीवी नै रहेछ के हो पहिलेको। सिमेन्ट पनि युज गरेको छैन त, कसरी बनायो होला यो? कसरी बनायो होला यो? हाम्रो सुर्ती राजाले भिडियो बनाउँदै हुन्छ, घरमा गएर देखाउने आफू क्यामेरा देखाउने सुर्ती राजाले गजबको सुर्ती। कता यता जाँदो रहेछ है? के रहेछ यहाँ? कुहिरेहरू पनि आउँदो रहेछ त यहाँ त। ये के रहेछ यो? हाँ? के देख्दो रहेछ यहाँदेखि? अच्छा, यस्तो रहेछ त। यो पहिला यसको बारेमा बताउनु तपाईले, नोटिस गरेर यसको बारेमा बताउनु। यो चाहिँ डिसिपी रहेछ के, किनकि दुश्मनहरू बाहिरबाट आएपछि तिम्रो भित्र आउन नसकोस्, त्यहीँदेखि त्यहीँ अप्रिकल होस् भनेर यो बनाएर रहेछ कि डिसिपी खास। यो यस्तो यो के हो यस्तो? पहिलाको दिमाग पनि मान्नै पर्छ है। पुरा टुरिस्टहरू, पुरा कुरियरहरू पनि आउँदो रहेछ कि। ओके, आउन यहाँ यस्तो छ। गजनी दरवाजा 1030 ईसा पूर्व सन रे।
रोशन आराम भयो रोशन आराम के हो यो यताको रोशन आराम फोटोहरू यहाँदेखि देखिँदो रहेछ यहाँको पुरा तलको पुरा डिसिबीहरू देखाउँदो रहेछ डिसिबीहरू फटको पानी पनि रहेछ अहिले पनि यहाँ खोलाको पानी आउँदो रहेछ कि त्यो नदीको पानी यता नदीबाट आग्रा किला लेखिरहेको आग्रा किला मैंने डिसिबी यताबाट आउँदो रहेछ यो उत्योलाको पानी तान्ने त्यो सो होला है यो झर्ना जस्तो के हैन यो के हो सिसालाई उगोर है And ऐसे मोमेंट तो मैम आके सिगोरीदास और सोल्टाडो मैम टोडोस ओकेडे में ट्रांसजेंडर यता के रहेछ त्यहाँ जेल जस्तो छ त यहाँ हैन यहाँ त जेल जस्तो छ त मलाई हाल्ने जेलमा म त्यति हरामी छु र ओ प्रशान्तमा हरामी छु र त्यति होइन होला यार खै कहाँ हरामखोर को हुन्छ यार यो हाम्रो लोर्के केटाहरू आज इन्जोय फुल इन्जोय लिने है केटा घुमेर बुझ्यो न्याय होता था नया साल ये है नया साल आता है कचहरी हुआ था कचहरी बोलते हैं ना हिसाब किताब रखता था और नीचे बाजार होता है मीना बाजार नीचे में रानी लोग बाहर नहीं जाता था बाहर से एक बाजार आता और राजा लोग रानी लोग के लिए बाजार लगता ये बाजार है रानी खाइए कर्मचारी कर्मचारी के लिए अलग बाजार था अलग अलग बाजार हेलो बोला पढ़ने के बाद स्लिप हो गई वहाँ जाएगा आप कौन के साथ में ले लो छवि 5 मिनट गोला त्यहाँदेखि हान्दो रहेछ त्यहाँ राख्दो रहेछ गोला पहिलाको त्यही होला मेसिन गन जस्तो हतियार राख्दो रहेछ ठुलो हतियार दुश्मनलाई बर्बाद गर्नलाई होला सायद त्यहाँको बहुत टाढा ठाउँमा किला कति ठुलो छ यो चिलीको टल्काउने रे तर यो पहिला यस्तो ढुङ्गा पनि कहाँदेखि ल्यायो होला है यस्तो यस्तो यो फ्रीमा बनायो होला न अहिलेको थोरा यार पहिला बनाएको नि त यो अहिले दियो होला पैसा त दियो होला पहिला त्यो आग्रा त्यो ऊ जस्तो त होइन ताजमहल जस्तो उसले हात काटेको के ताजमहल बनाउने मान्छेलाई के ओके हामी यहाँ आएको होइन र
जान्न र त्यो पहिलाको त्यति बेलाको भाँगर ठुलो तोप खाना तोपै हेरौँ न यार एकपटक। हेर त तोप कहाँदेखि हाल्छ होला त्यसमा चाहिँ अगाडिदेखि हाल्छ होला। हेर त यो कसरी सार्थ्यो होला यार। हेर त हेर कहाँदेखि कसरी हाल्छ होला। यहाँ बोतल हालेछ त आउला होइन। हेर न बोतल हालेछ त्यहाँभित्र। त्यहाँ हेर्नु बोतल हाले। कुन चाहिँ हरामी होला यो मान्छे जस्तो होला हरामी। यो कालो ज्याकेट लगाएको मान्छेले होला सायद त्यहाँ हालेको होइन। यो कालो ज्याकेट लगाएको मान्छेले हो पक्का नि। ऊ के रिसाउने मान्छे हो र बोल्दै बोल्दैन त यो मान्छे त यार। मान्छेले भन्दिउँ यो मान्छेले हालेको देखेँ यस्तो यो बनाउँदै रहेछ त यो भत्किन रहेछ त यार। यो के रहेछ यसमा लेखेछ होला नि। के जोन रहेछ होला मान्छे मरेको यहाँ राखेर रहेछ है यसमै। के लेखेछ र यसमा? यसमा मान्छे मरेकै होला है। मरेको राखेछ होला है। समाधि बनाइदियो रहेछ। यो पहिले मिना बजार लाग्थ्यो अरे कि यसमा बुझ्यो है। यस्तो रोक्दो रहेछ क्या यहाँ। यताबाट खास यसको बिहान काम चाहिँ त्यही त होला है दुश्मनलाई रोक्ने खास। यो भनेको अप्टिकल त हो। अप्टिकलै हो होइन। तर राजा त्यति बेलाको त पुरै हो होइन। दिमाग धेरै हो कि बुढाहरूको पहिला। दिमाग त बहुत हो। यस्तो बनाएको त अनि कहाँ पहिलेको त बहुत दिमाग हो। त्यही भएर अहिले हेर्नलाई पनि मान्छेहरू यति भिड हुँदो रहेछ। क्लस्टरहरू भन्दा